अनि उहाँलाई जस्तो सानामा कोक्रामा बच्चै भएका बेला होइन के अरे सर्पले वरण गरेको भन्ने कुरा सुनियो के हो यो अलिकति के भयो भने अब जन्ममै एउटा शक्तिशाली भएर जन्मिनु हो भन्ने कुरा त्यसरी आउँछ पहाडमा बाहिर यस्तामा कोक्रो झन्ड्याएको यस्तामा बाहिर त्यता दैलो यता पँधेरो आमा चाहिँ पँधेरोमा पानी लिन गएकी रहेछ एउटा यस्तो डिल त्यो डिलमा एउटा थपलिया घाँस काट्दो रहेछ घाँसै काटेर गर्दो रहेछ पानी लिएर ऊ आइछ कोक्रामा नानी सुताएको नानी सुताउँदा त अब यसो केही ओढाएर सुताएको हुन्छ नि अब यहाँसम्म ओढाएको यो मुख छङ्ग रहेछ यत्रो सर्प चाहिँ मैले पनि देखेँ यत्रो हो यति लामो यत्रो सेतो सर्प सत्त तल खुट्टादेखि पनि उसको पुच्छर सर गएर टाउकामा टाउकै ट्याक्कै मिलाएको रहेछ अरे त्यो थपलियाले राम्रो देखेछ अरे आमा चाहिँ पानी लिएर आइछ पानी लिएर आएर यसो छोरातिर हेर्दा सर्प पानीमा गएर छोडिदियो ए छोरालाई सर्पले खायो भनेर ऊ चिच्याएपछि सर्प सुरुक्क उता हिँड्यो सर्प उता हिँडेपछि नानी खेल्न थाल्यो अनि त्यो थपलियाले भन्यो मुख्य चाहिँ यो नानीदेखि माथि सर्प थियो यसरी नानीका टाउकै मिलाएको थियो सेतो यत्रो छ सेतो सर्प सबैले देखे थियो तर नानी अब सर्प हिँड्यो नानी खेल्न थाल्यो नानीलाई केही गरेन यो मान्छे त्यो थपलियाले भन्यो यो मान्छे भरिसके राजा हुन्छ राजा नभए राजा बनेको हुन्छ भन्यो यसले यो सर्प मार्नु हुँदैन नि यो सर्प कसैले मारौँला भने कसैले त्यहाँ सर्प मार्ने भनेर हातमा लौरा लिएका थिए मार्न दिएन यो सर्प होइन यो त एउटा भगवान् हो भन्यो अब नानीका जिउमाथि सर्प सुतेको नानी सर्प हिँडेपछि नानी खेल्न थाल्यो भनेपछि होइन भन्यो म पनि आएँ परबाट सर्प त यत्रो सर्प सेतो सर्प थियो उता गयो त्यो सर्प 6 महिना बस्यो घरमै बस्यो कहिले ढिकुटीमा हुन्छ कहिले बाख्राका खोरदेखि माथि यसो छानामा यसो घुमिया हुन्छ कहिले ढिकुटीमा हुन्छ धान झिक्न गएपछि सुरुक्क अर्कातिर जान्छ अब यसलाई मार्नु हुँदैन भनिएको छ कसैले पनि चलाएन 6 महिनासम्म बस्यो 6 महिना पछाडि कहाँको कसैले देखेर फेरि